उमेर समूहले बढी जाँच गर्ने भन्ने कुरामा चाहिँ हामीले यदि तपाईँको फ्यामिली हिस्ट्री छ, फ्यामिलीमा आमा बुवाहरूलाई सुगर छ भने 40 काटेपछि एटलिस्ट 2 वर्षमा सुगर चाहिँ जाँच गर्नुहोस्, तपाईँलाई रोग नलाग्यो भने। रोग लागेपछि यसको फलोअप सिस्टम छुट्टै हुन्छ भनेर। तपाईँ हाई रिस्क हुनुहुन्छ, यदि तपाईँको मोटोपन बढिरहेछ, वेटहरू बढिरहेकोले गर्दाखेरि प्रेसर भएको बिरामीलाई सुगर लाग्ने चान्स पनि हुन्छ। सुगर भइसकेपछि प्रेसर लाग्ने चान्स पनि बढी हुन्छ। त्यस्तो बिरामीले तपाईँको इभन 20 वर्ष छ, 30 वर्षको उमेरमा छ भने हामीले चाहिँ यो सुगरको जाँचहरू गर्नुपर्छ। कसैलाई लक्षण देखियो, तपाईँको चाहिँ मुख सुक्ने, पिसाब बढी लाग्ने, खुट्टाहरू झमझम गर्ने, वेटहरू घट्यो गऱ्यो भने सुगरहरू लाग्ने चान्स पनि हुन्छ। बच्चाहरूमा टाइप 1 डायबिटिजमा सिम्पटम्सहरू बढी देखिन्छ। टाइप 2 डायबिटिजमा सिम्पटम्सहरू 50% बिरामीलाई नदेखिन सक्छ। नदेखियो भने पनि हामी यदि हाई रिस्क छ, सेडेन्ट्री लाइफस्टाइल छ, यो सबै छ भनेपछि हामीले तपाईँको चाहिँ रेगुलर चेकअप गरिराख्नुपर्ने हुन्छ।